एन्फा र क्लब बीचको विवादले खेलाडी र लिगमा सहभागी अन्य पक्ष भने आक्रोशित छन्। सधैँ दोषारोपण मात्रै गरिरहनाले नेपाली फुटबल अधोगतितिर लागेको उनीहरूको ठम्याइ छ। तर यो आकस्मिक तरिकाले यो पालि होम एन्ड अवे भनेर आउँदाखेरि चाहिँ क्लबहरू चाहिँ सरप्राइज भएको जस्तो हामीले फिल गरिरहेछौँ। हुनु चाहिँ एकदमै राम्रो कुरो हो होम एन्ड अवे, तर यहाँको रैथाने क्लबहरूलाई चाहिँ बाहिर यत्तिकै लैजान चाहिँ सायद सम्भवतः गाह्रो हुन्छ कि जस्तो चाहिँ हामीले देखेका छौँ। सङ्कटा क्लब, मछिन्द्र क्लब, एनआरटी क्लब, सातो बाटो होइन। अब मनाङ मर्साङदेखि योभन्दा अगाडि पोखरामा खेल्दा पनि दर्शकहरू निकै कम्ती आएको हामीले पाएका थियौँ। असोज 26 गते हजुरहरूको मिटिङ छ, त्यो बेलामा सायद अब यसको छिनोफानो हुन्छ होला, तर पनि अब हुन सके त राम्रो हो। तर नसकेको खण्डमा काठमाडौँमै भए पनि गरेर तपाईँहरूले होम एन्ड अवेको सट्टामा यहीँ गरेर प्रिपरेसन मनी बरु दिएरै हुन्छ कि गर्दा हुन्छ। अब यो नजिक छ, तपाईँहरूले दिनुभएको समय पुस 9 गते आइ नै सकेको छ। जुनसुकै कारणले पनि प्रतियोगिता रोकिनु दुःखद हो। फुटबलको मेरुदण्डका रूपमा रहेको शीर्ष डिभिजनको लिग हुनु अति आवश्यक छ। तर एन्फा र क्लबहरूको रवैया हेर्दा पुस 9 गते लिग सुरु हुनेमा शङ्का गर्ने ठाउँ धेरै छन्।